अघिल्लो रात ठुलीपोखरीको बसाइपछि बिहान सबेरै उठ्यौँ अनि हामी हाम्रो यात्रातर्फ लाग्यौँ। बाटोबाट निकै रमाइलो दृश्यहरू देख्न सकिन्छ। यसको ठिक पारी कुस्मा बजार रहेको छ भने यसको अगाडिको साइडमा बागलुङ बजार प्रष्टसँग देख्न सकिन्थ्यो। हामी आज डेस्टिनेसन मुक्तिनाथ मन्दिर बनाएकोले हामी बिहानै सबेरै उठेर हाम्रो यात्रातर्फ प्रस्थान गरिराखेका छौँ। भर्खरै हामी मालडुङ्गा आइपुग्यौँ। यो मालडुङ्गाबाट एउटा बाटो बेनी हुँदै मुक्तिनाथ जाने गर्दछ भने हामी त्यो बाटोलाई छोडेर अहिले बागलुङतर्फ प्रस्थान गऱ्यौँ, किनभने हामी आज बागलुङ कालिका दर्शन गर्ने पनि कार्यक्रम बनाएका थियौँ। त्यसो हुनाले बिहानै सबेरै उठी हामी बागलुङ कालिका दर्शन गर्नतर्फ लाग्यौँ। हामी यहाँबाट लगभग 5-7 मिनटको दूरीमा हामी बागलुङ कालिका पुग्न सकिन्छ। आजको हाम्रो यात्रा लामो भएको हुनाले पनि बागलुङ कालिकामा धेरै समय स्पेन्ड गर्ने कार्यक्रम छैन, जसले गर्दा केही समय बागलुङ कालिकामा घुमेर फेरि हामी पुरानै बाटो फर्केर मालडुङ्गा आउँदै म्याग्दी बेनी हुँदै मुक्तिनाथसम्म जाने कार्यक्रम छ। हामी भर्खरै बागलुङ कालिका आइपुगेका छौँ। बागलुङ कालिकाको दर्शनपछि हामी पुनः प्रस्थान गऱ्यौँ हाम्रो निरन्तर यात्रातर्फ। करिब 11 बजिसकेको छ। हामी यो कालीगण्डकीको किनारै किनार म्याग्दीतर्फ प्रस्थान गर्दैछौँ। बाटोमा केही ठाउँमा अफरोड देखिए तापनि धेरै ठाउँ राम्रो पिच बाटो थियो। कालीगण्डकीको मनोरम दृश्यहरू हेर्दै हामी म्याग्दीतर्फ प्रस्थान गरिराखेका छौँ। हिजो र अस्ति पानी परेको भए तापनि आज बिहानैदेखि मौसमले साथ दिइराखेको छ, घाम लागिराखेको छ। भर्खरै हामी बेनी बजार आइपुग्यौँ। यो बजार 2वटा जिल्लामा पर्दछ र अहिले यो पुलले पर्वत र म्याग्दीलाई जोड्ने गर्दछ। हामी भर्खरै पर्वतबाट अब म्याग्दीतर्फ लाग्दैछौँ। म्याग्दी बजार, म्याग्दीको बेनी बजार। अब यहाँबाट म्याग्दी जिल्ला सुरु हुन्छ। घाम लागेको छ, आकाश राम्रोसँग खुलेको छ, जसले गर्दा हामीलाई यहाँसम्म आउन कुनै कठिनाइ भएन। सजिलैसम्म हामी बेनी बजार आइपुग्यौँ। केही समय हामी बेनी बजारमा विश्राम गऱ्यौँ अनि हामी लाग्यौँ हाम्रो पुनः यात्रातर्फ। अब सुरु भयो बेनीदेखि मुक्तिनाथ यात्रा। लगभग 1 बज्न लागिसकेको छ। आकाशतिर पनि कालो बादलहरू देखिन लाग्यो, जसले गर्दा पानी पर्छ कि भन्ने सम्भावना बढेर गयो। तैपनि हामीले बाटोको मनोरम दृश्यहरू कालीगण्डकीको किनारै किनार कालीगण्डकीबाट निस्केको शीतल हावा खाँदै हामी हाम्रो निरन्तर यात्रातर्फ लागिराख्यौँ। बाटोमा ठुला ठुला पहाडहरू देख्न सकिन्छ। जति घना पहाडहरू देखिए तापनि झन् आकर्षक र मनमोहक देखिन्छन्। जति अगाडि गयौँ हामी त्यति निकै आकर्षित लाग्दथ्यो ठाउँ देखेर। नयाँ ठाउँ, नयाँ अनुभव, साथै कालीगण्डकीको किनारै किनार कालीगण्डकीको चिसो हावाको महसुस गर्दै हामी अगाडि बढिराखेका छौँ। केही दिन अगाडिको वर्षाको कारणले गर्दा बाटोहरू केही ठाउँमा बिग्रेको छ भनेर हामीलाई बेनीबाट छिर्ने बेलामा प्रहरी पोस्टमा जानकारी दिए तापनि त्यति अप्ठ्यारो बाटो लागेन। केही ठाउँमा अफरोडहरू भए तापनि हामी सजिलैसँग हाम्रो यात्रालाई अगाडि बढाइराखेका छौँ। यो यात्रा अविस्मरणीय बन्दै गइराखेको छ। नयाँ अनुभव, नयाँ ठाउँ, नयाँ रमाइला गफहरू गर्दै यो ठाउँको वर्णन गर्दै यो ठाउँको बारेमा जिज्ञासा राख्दै हामी अगाडि बढिराखेका छौँ। केही ठाउँमा अगाडिको वर्षाले गर्दा बाटोहरू चिप्लो बनाएको थियो, तैपनि हामी बिस्तारै बिस्तारै अगाडि बढिराखेका छौँ। बाटो कालीगण्डकीको किनारै किनार पर्दछ। यो कालीगण्डकी कोरिडोर देवघाटदेखि सुरु भएर मुक्तिनाथसम्म पुग्ने यो बाटो कोरिडोर। हामी यही कोरिडोर अगाडि बढिराखेका छौँ। आकाशतिर कालो बादल देखिन थालेको छ, तैपनि हामी हाम्रो निरन्तर यात्रातर्फ लागिराखेका छौँ। भर्खरै तातोपानी बजार आइपुग्यौँ। करिब 25 किलोमिटरको दूरीमा पर्छ यो
म्याग्दीको बिहानीदेखि यो बजार आइपुग्यौँ हामी, तातोपानी बजार। तातोपानी बजार आइसकेपछि निकै ठुलो पानी पर्यो। रेनकोट भए तापनि हामी यो पानीमा अगाडि नबढ्ने निधो गरियो। हामीलाई हल्का भोक पनि लागिराखेको थियो, त्यसैले गर्दा यो तातोपानीबाट करिब 50 मिटर अगाडि हामी एबिसी ट्रेक जाने बाटोको कर्नरमा बस्यौँ र हामी खाजा खान थाल्यौँ। निकै ठुलो पानी परिराखेको छ, जसले गर्दा हामीलाई समयको बचत हुन पनि सहयोग गर्यो। पानी परेको समयलाई हामीले उपयोग गर्दै हामी खाजा बनायौँ अनि खाजा बनाएर खाजा खायौँ। यसरी खाना बनाउने इमर्जेन्सी सामानहरू लिएर हिँड्दा पनि कहिलेकाहीँ निकै सजिलो हुने रहेछ। पानी अझै रोकिएको छैन, हामी पानी रोकुन्जेल यहीँ बस्ने र पानी रोकिएपछि हामी हाम्रो यात्रातिर अगाडि बढ्ने निर्णय गरेका। करिब 3 बज्न लागेको छ। यहाँबाट अझै हामी लगभग 3 घन्टा अगाडि जानुपर्नेछ।